हेलो साथीहरू, आज पनि अर्को मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज पनि मेरो इभेन्ट थियो। आजको इभेन्ट पनि हिजो र अस्ति चाहिँ वेटिङ ड्रिम्स स्टुडियोकै हो। म चाहिँ रेडी भइसकेर पठाउ बोलाएर पठाउमा ट्याक्क चाबेलसँग गएँ। चाबेलदेखि चाहिँ फेरि हिजोकै दाइ हो, आज पनि मेरो पार्टनर। अनि दाइ र म ट्याक्क आज चाहिँ ललितपुर थियो हाम्रो इभेन्ट, त्यहाँ गयौँ। व्रतबन्धको इभेन्ट थियो। ट्याक्क लोकेसनमा पुगेर कल गरेर अनि ट्याक्क घरमा पुग्यौँ। घरमा पुगेपछि रेडी हुँदै रहेछ, ट्याक्क यताउति म्यानेजर हुँदै रहेछ। अनि हामी गएर पनि हाम्रो पनि क्यामेरा स्यामेरा सेटअप गऱ्यौँ। त्यसपछि यता हाम्रो गुरुजीहरूले यता भगवानको लागि तयारी गर्दै हुनुहुन्थ्यो। त्यो दिनजेलसम्म हामीले पनि चिया नास्ता खाएर ट्याक्क रेडी भइसकेका थियौँ। त्यसपछि हाम्रो आजको इभेन्ट सुरु भयो। अनि इभेन्ट सुरु हुने बित्तिकै हाम्रो आजको व्रतबन्धको ट्याक्क लाएर यताउति गरेपछि यहाँ कपाल काट्ने बेला भयो। कपाल काटेर नुहाइसकेपछि फेरि हवनमा बस्यो। त्यसपछि यहाँ भिक्षा दिने बेलामा दिदीहरूको यहाँ हल्का क्लिप्सहरू पनि लियो। भिक्षा माग्दैछ यहाँ भाइले। यो चाहिँ मम्मीहरूको टिम। भिक्षाको काम सकेपछि फेरि यहाँ लाखपत्तीको के गर्नुपर्ने रहेछ, अनि त्यो पनि भयो। त्यसपछि लाखपत्तीले जग्गे घुम्ने त्यो पनि अनि खिचियो। अब यसपछि चाहिँ लगभग इभेन्ट सकिसकेको थियो, अब सकिन लागेको थियो भनौँ न। अनि त्यसपछि ट्याक्क फेरि मन्दिर लग्ने भयो भाइलाई। अनि मन्दिरबाट आइसकेपछि यसो फ्यामिली फोटो खिचेर ट्याक्क आजलाई चाहिँ इभेन्ट सकियो भन्दै बाई बाई।